केपी ओलीसँग चाहिँ यति धेरै निष्ठुरी किन भने क्या होइन हक अधिकार छैन नचाहिने चाहिँ कुरो बोल्छ त अनि निष्ठुरी हुनु परेन यस्तो यस्तो चाहिँ नि कडा कडा वचन किन बोल्छ झन् अहिले त झन् कडा मात्रै होइन के भन्ने त्यसलाई चाहिँ नि नेपाली डिक्सनरीमा भएको सबभन्दा नराम्रो गाली गरे हुने यो जेएनजी आन्दोलन पछि त कारण पहिला पोलिटिकल्ली कम्युनिस्ट आन्दोलन ध्वस्त पारे पार्टीलाई बचाएर लगेनन् पार्टीलाई समग्रलाई के अरे सामूहिक नेतृत्वमा हिँड्न पर्ने पार्टीलाई व्यक्तिगत नेतृत्वमा चलाए अहङ्कारी तानाशाही प्रवृत्ति आफ्नो नाम थियो पहिला अहिले त राज्यको प्रमुख पदमा बसेर एउटा स्कुलको लुगा लाएर हिँड्या विद्यार्थीलाई डङडङ गोली हान्ने हिजो धरहरा मैले बनाएँ सुरुङ नागढुङ्गाको कसले बनायो पूर्व पश्चिम राजमार्ग हेर 6 लेनको भएको छ मिस्टर केपी ओली जता जे ठडिया देखियो त्यो के मिस्टर केपी ओली भन्ने किन भन्दा उनी प्रधानमन्त्री भएको नाताले दुनियाँले हेर्दा हो त नि भन्ने भयो अब अहिले उनी प्रधानमन्त्री हुँदाखेरि डङ उनी भन्दा माथाका निकायले गोली हानेर मान्छे मारे उनी भने त मैले हान्न आदेश दिएको होइन भने चिल्लै सम्पूर्ण डाक्टरदेखि सबैले ल्याबका गोली र पुलिसले मेरो यो गोली होइन भने अहिलेसम्म कुनै पनि विद्यार्थी मर्नेलाई बाँच्नेलाई अहिले घाइतेलाई लागेको गोली प्रहरीले हाम्रो होइन भनेको छ कुनै ल्याबमा टेस्ट गरेर उनले भने त पुलिससँग यस्तो हतियारै थिएन भनेर तपाईँ अहिलेको युगमा तपाईँ यता जाँदैन यो फटाहरूको कुरामा म त बसै गरेँ सुन न ए घाइते त्यहाँ छ उसलाई लागेको गोली अहिले पनि सुरक्षित राखेर प्याक गरेर सुन्नुहोस् यहाँ प्राइम मिनिस्टरको कुरा त पर्यो नि त्यस्ता फटाको सुन्नुहोस् यहाँ अब घाइते त्यही बाँकी छ घाइतेको जिउबाट निकालेको गोली अहिले पनि प्लास्टिकमा प्याक गरेर ट्याक्क राखेको छ त्यस्तो ती चिजहरू नष्ट गरिँदैन अनि गोली छेडेर बाहिर निस्क्यो भने त्यो गोलीमा आउने धुवा र बारुद कि कुन गोलीको हो भन्ने कुरो फरेन्सिक ल्याबले पत्ता लगाउँछ अनि कतिवटा गोली हाम्रो खर्च भयो भनेर कतिवटा बन्दुक पड्क्यो अर्सी ग्यास कतिवटा पड्क्यो फलामे गोली कतिवटा पड्क्यो रबडे गोली कतिवटा पड्क्यो भनेर प्रहरीले आफैले प्रतिवेदन दिएछ अनि कहाँ तपाईँ यो बहसलाई डाइभर्ट गर्न खोज्नुहुन्छ नागरिकलाई सुसूचित हुने अधिकारबाट डाइभर्ट गर्न तपाईँले नै पाउनुहुन्न नि भनेको अब सुन्नु भनेको केपी ओलीले झुटो बोले फटा कुरा गरे 100% झुटो बोले नि मैले भन्न त भने ए घाइते ती छन् गोली ती छ पुलिस यही छ पुलिस मैले गोली चलाएको हो भन्छ पुलिस मैले यतिवटा अर्सु ग्यास चलाएँ यतिवटा गोली चलाएँ किन त्यसो भन्छन् त उनी किन त्यसो भन्छ फटा भने त मैले भनिहालेँ नि अब मुद्दा लाग्ला आयोग भन्यो जेएनजीहरूको माग त्यही छ आन्दोलनको माग त्यही छ अब म कराप झ्यापमा पर्नेमै भनेपछि देशमा एक किसिमको आतंक सिर्जना गर्ने ठुलो पार्टीको अध्यक्ष उता अध्यक्ष भयो नि उनलाई साथ दिनु त छैन देखिहाल्नु भएको छ गुन्डुका भेलाहरूमा तपाईँले त्यो पार्टीका माथिल्लो लेयरका नेता कहिले त्यो मञ्च देख्नु भएको छ